साथीहरू, चुनाव हुनुभन्दा अगाडिको सुदन गुरुङको यो भिडियो हेर्नुहोस् एकचोटि। नरहे नेपाल नरहे नेपाली नरहे खोइ के भन्छ नि हाम्रो एकैछिन कस्तो आशा आयो भने दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै। कसले पोलिटिक्स खेल्छ कसले के खेल्छ होइन, आफूले देश मात्र बनाउन इच्छा छ, आफूले अरू कुरा केही इच्छै छैन। हेर्नुभयो, अब अर्को पनि भिडियो हेर्नुहोस्। ओके, म सुदन गुरुङ, हामी नेपालको अध्यक्ष। एकैछिन पक्कै कस्तो आशा आयो भने त्यतिरै कस्तो राम्रो लाग्यो क्या मलाई। यो भिडियोहरू हेरेर त्यतिखेर धेरै नेपालीहरूलाई उनी एउटा असल राम्रो खालको नेता होइन, उनी एउटा घमण्डी, आक्रोशित र जे मन लाग्यो त्यही गर्ने, देश बिगार्ने एउटा गुन्डा जस्तो नेता मानेका थिए साथीहरू। तर अहिले जब उनी गृहमन्त्री भइसके तब उनले गरेको भाषण, उनले गरेको कुराहरू यो भिडियोमा हेर्नुहोस् एकचोटि। ट्रेनिङ दिउँ होइन, नेपाल टेलिकमबाटै तपाईँको 1000जना ट्रेनिङ दिउँ। हामीले बरु ट्रेनिङ सेसनको लागि हामीले त्यो टावर बनाउने मेन पावर सुटमा रेडी गर्नु पहिलो कुरा चाहिँ। बङ्गलादेशीलाई त्यहाँबाट लिएर आएर बङ्गलादेशमा पैसा पठाउनुको साटो त बरु हाम्रो नेपालीहरूले तपाईँको यहाँ रोजगारी पाउँछ। टावर बनाउने उनीहरूसँग त्यहाँबाट प्र्याक्टिस पनि भयो, उनीहरूसँग आइडिया पनि भयो। त्यो बङ्गालीलाई 10 चोटि ल्याउनुको साटो बरु एकचोटि ल्याएर 1000जना ट्रेनिङ गरौँ न। नागरिकले दुःख पाउनु भएन कुनै भिआइपी मुभमेन्टलाई। हामी साधारण नागरिक तहबाट आएको छौँ र साधारण नागरिककै हिसाबले हामी काम कारवाही हामी अगाडि बढाउने हाम्रो धारणा पनि छ। हेर्नुभयो साथीहरू, जब उनी गृहमन्त्री भइसके तब उनले गरेको भाषणहरू, उनले गरेको कामहरू हेरेर अहिले संसारभरि रहेको नेपालीहरूले उनलाई उनी जतिको राम्रो नेता, उनी जतिको ट्यालेन्ट, उनी जतिको साहसी नेता अरू कोही हुनै सक्दैन भनेर उनलाई मन पराएका छन्। हरेक नेपालीको मनमा बस्न सफल भएका छन्। हरेक नेपालीले उनलाई साथ, सपोर्ट, माया गरेका छन्। हरेक ठाउँमा उनको चर्चा भइरहेको छ साथीहरू। यो त थियो सुदन गुरुङमा भएको परिवर्तन। हिस्ट्री भनेको फेरिने चिज हो भाइ। चुनाव हुनुभन्दा अगाडिको भिडियोहरू र जब उनी गृहमन्त्री भइसके तब उनले गरेको भाषण, उनले गरेको कामहरू हेरेर सम्पूर्ण नेपाली जनताहरूले चाहिँ एउटा साँच्चीकै नेता बन्ने लायकको मान्छे, एउटा ट्यालेन्ट, एउटा आँटिलो नेता चाहिँ सुदन गुरुङ नै रहेछन्। उनी जतिको नेता चाहिँ हामीले पाउन र भेटाउन सक्दैनौँ। हामीले रोजेको जस्तो, हामीले खोजेको जस्तो, हामीले चाहेको जस्तो नेता त सुदन गुरुङ नै रहेछन् भनेर सम्पूर्ण नेपालीहरू अहिले खुसी भइरहेका छन्। यति मात्र होइन साथीहरू, नेपाली जनताले सुदन गुरुङलाई मन पराउनुको अर्को पनि एउटा कारण छ। त्यो कारण हो सुदन गुरुङले गर्ने वृद्ध भएको बुढाबुढी, बुबा आमालाई गर्ने माया, संस्कार, सम्मान र सहयोग हो साथीहरू। सुदन गुरुङले आफूभन्दा ठुला वृद्ध भएको बुबा आमालाई धेरै माया, धेरै सहयोग, धेरै सम्मान गर्नुहुन्छ। यो कारणले पनि धेरै नेपालीहरूले उहाँलाई अझ धेरै मन पराउनु भएको छ साथीहरू। अब म तपाईँहरूलाई सुदन गुरुङले गरेको वृद्ध भएको बुबा आमालाई माया, सम्मान, सहयोगहरू म तपाईँहरूलाई 2-4वटा भिडियोमा देखाउँदैछु। कृपया यो भिडियो हेर्नुहोस् एकचोटि। गाडी उति भएर यहाँ त यस्तो हिँड्दै हिँड्दै त्यहाँसम्म किन पुग्ने त नि? खुट्टा उति भइरहेको। गाडी भाडा कति दिने हो? गाडी भाडा 5000। 5000? मैले चाहिँ 4000 लिने भएको थियो। दिनुहुन्छ 4000 दिनु पर्दैन त्यस्तो पैसा। अब अर्को पनि भिडियो हेर्नुहोस्। नजिकबाट पनि सुन्नुहुन्न? कति वर्ष पुग्नु भयो बजै? जान्दैन कति पो भयो, मुनि कति पो भयो जान्दैन। पहिलाको 18 वर्ष भयो भनेर भन्नु न। गाड त छैन, काबार खुल्या पलाउँदैछ भनेर भन्ने हो कि? अब अर्को पनि हेर्नुहोस्। राम्रो नेपालको उन्नति राम्रो हो। हामी मरेर गयो भने हौसला त मर्दैन, देखिरहनु पाइहाल्यो। इच्छा सिद्धि हो। बस्नु यो पनि हेर्नुहोस्। आउनुहोस् यता बोलिए त। हजुर
कस्तो राम्रो है, कति धेरै माया गर्नुभएको, कति धेरै सपोर्ट गर्नुभएको, कति धेरै सहयोग गर्नुभएको। अब अर्को पनि हेर्नुहोस्, नाति जन्मी खोलाती हुन्छन् होइन ल हुन्छ यस्तो यस्तो भेटघाट हुनु पायो है यस्तो राम्रोसँग हस् आमा लाग्यो है हेर्नुभयो। अब यो पनि हेर्नुहोस्, आएर मैले देशकै सेवा गरेर आएको मान्छे हामीले आँटेको बाबुले आँटेको कुरो तर हामीलाई नि राम्रो होस्। हामी साह्रै दुःख पाइरहेको वनको बिचमा गाडी पनि छैन, घोडा पनि छैन। बाबुहरूले बाइक किने पनि हिँड्न नसकेर घरको किसानी भएर बस्नु परेको छ। त्यो चाहिँ हुन नपरोस्। बाबुले जित्नु राम्रो होस् हाम्रो हेर्नु त साँच्चीकै कति असल मन भएको, कति बुढा भएको बा आमालाई कति धेरै माया देखाउनु भएको। हेर्नुहोस् त, के तपाईँलाई यो भिडियोहरू हेरेर तपाईँको मन छुएन साथीहरू? सुदन गुरुङ कस्तो खालको मान्छे हो भनेर साँच्चै असली रूपमा चाहिँ गोर्खा बासिन्दाहरूले मात्रै उहाँलाई चिनेका रहेछन्, उहाँलाई बुझेका रहेछन्। यी सुदन गुरुङ एउटा सहयोगी मन भएको, सबै नेपालीहरूलाई सहयोग गर्ने पवित्र मन भएको, असल इमान्दार र बहादुर मान्छे हो भनेर चाहिँ गोर्खा बासिन्दाहरूले चाहिँ राम्रोसँग चिनेको रहेछन्। तर जब गृहमन्त्री भइसके तब सम्पूर्ण नेपालीहरूले सुदन गुरुङलाई नजिकबाट चिन्न पाए। चुनाव हुनुभन्दा अगाडि सुदन गुरुङको भिडियोहरू हेरेर धेरैजना मान्छेहरूले चाहिँ यो मान्छे चाहिँ नेता बन्न लायकको मान्छे छैन है भन्ने लागेको थियो। तर उनले त गृहमन्त्री भएको 24 घण्टा हुन नपाए अहिलेसम्म कुनै नेताहरूले गर्न नसकेको काम, कार्य र डिसिजन लिएर देखाइदिएको छन् साथीहरू। उनी साँच्चै भन्नुपर्दा एउटा बहादुर नेता बनेका छन्। अहिले सम्पूर्ण नेपालीहरूलाई लागेको छ कि अब सुदन गुरुङले कसैलाई पनि भ्रष्टाचार गर्न दिने छैनन् र उनले पनि भ्रष्टाचार गर्ने छैनन्, किनभने उनी एउटा गोर्खा पहाडी जिल्लामा जन्मेको एउटा बहादुर छोरो हो, दुःख पाएको छोरो हो, एउटा बाउले भारी बोकेर पढाएको एउटा असल छोरो हो। उसले दुःख के हो बुझेको छ, अन्याय के हो बुझेको छ र साथ सहयोग कसरी गर्नुपर्छ भनेर बुझेको छ, माया दया कसरी गर्नुपर्छ भनेर बुझेको छ। धेरै दुःख पाएको कारणले गर्दा पनि उनी भ्रष्टाचार गर्न चाहँदैनन् भन्ने लागेको छ। त्यसैले उनको कार्यकालभरि उनले आफूले पनि भ्रष्टाचार गर्ने छैनन् र कसैलाई गर्न पनि दिने छैनन् भनेर हामीलाई लागेको छ। साथीहरू, यो त थियो उनले आफूभन्दा ठुलोलाई गर्ने माया, सम्मान, संस्कार, सहयोग थियो। तर उसको एउटा भ्रष्टाचारीलाई गर्ने र नेपाली जनतालाई दुःख दिने मान्छेलाई गर्ने एउटा अर्को रूप पनि छ। त्यो भिडियो पनि म तपाईँहरूलाई यहाँ देखाउँछु। यो भिडियो हेर्नुहोस् एकचोटि। हरेक भ्रष्टाचारीको घरबाट एक एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दैन। यो तपाईँहरूको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिनँ, म एकजनालाई छोड्दिनँ। सुदन गुरुङको जुन यो भाषण छ, जुन यो रूप छ, जुन यो रिसको झोंक छ, यो चाहिँ सम्पूर्ण नेपालीहरूको लागि होइन। यो रिस केवल त्यो मान्छेहरूको लागि हो जसले नेपालमा भ्रष्टाचार गरेको छ, नेपालीहरूलाई दुःख दिएको छ, नेपालीहरूलाई रोजगारी दिएको छैन, नेपालीहरूलाई विदेश जान बाध्य बनाएको छ र नेपालीलाई नै ठगेको छ। त्यस्तो मान्छेहरूको लागि मात्रै उनको यो रूप हो साथीहरू। नभए असल मान्छे र सोझो सिधा गरिब दुखीको लागि उनको यो रूप तिनीहरूको लागि होइन। साथीहरू, आफू दुःखमा हुर्केका कारणले पनि अरू गरिब दुखीलाई उनले दुःख दिन चाहँदैनन्। यदि कसैले अरू गरिब दुखीलाई दुःख दिन्छन् भनेदेखि सबैभन्दा पहिला सुदन गुरुङ आफू अघि सरी त्यो गरिब दुखीलाई परेको दुःख उनले सम्हाल्ने कोसिस गर्छन्, सहयोग गर्ने कोसिस गर्छन्। उनले कतिपय भिडियोहरूमा यदि कसैलाई दुःख पीडा पर्छ भने वा कसैले अन्याय गर्छ भने सबैभन्दा अगाडि म जानेछु भनेर उनले कतिपय भाषणहरूमा पनि गरेका छन्। सुदन गुरुङ गृहमन्त्री हुनुभन्दा अगाडिको भिडियोहरू र गृहमन्त्री भइसकेपछिको उनको भाषण गरेको भिडियोहरू हजुरहरूलाई मैले देखाएको छु र उनले आफूभन्दा ठुला वृद्ध
भएको बुबा आमाहरूलाई गर्ने माया, साथ, सपोर्ट र सम्मानहरूको भिडियोहरू पनि हजुरलाई देखाएको छु। र तपाईँहरूलाई सुदन गुरुङ कस्तो लाग्छ कृपया कमेन्टमा आफ्नो विचारहरू, आफ्नो धारणाहरू राख्न नबिर्सिनुहोला। र जाँदा जाँदै म के भन्न चाहन्छु भनेदेखि यो भिडियो हेरेर कतिपय साथीहरूलाई नराम्रो पनि लाग्न सक्ला कि जो मान्छे चाहिँ सुदन गुरुङको विरुद्धमा हुनुहुन्छ। अहिले पनि कसैको विरोध नगरौँ, जे हुन्छ राम्रैको लागि हुन्छ, जे हुन्छ भलोकै लागि हुन्छ। किनभने हामी सबैजना मिलेर नै हामीले जिताएर पठाएको। एउटा व्यक्तिले राम्रो गर्नु खोज्दैछ भने उसलाई राम्रो गर्न दिउँ, यदि उसले गर्दा सबैलाई भलो हुन्छ भनेदेखि उसलाई अगाडि बढ्न दिउँ, उसलाई काम गर्न दिउँ, कसैले उसको विरोध नगरौँ, कसैले उसलाई हस्तक्षेप नगरौँ भन्दै म हजुरहरूबाट बिदाको हुन चाहन्छु। यदि भिडियो मन पर्यो भनेदेखि लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। म हजुरहरूको भाइ छोरा प्रेम घिमिरे हजुरहरूबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।